उनको स्वेटर साँझमा पाल्नुहुने तपाईहरू सबैजनालाई एकदमै हृदयदेखि नै स्वागत गर्न चाहे मैले। श्रमदान तर मैले श्रमदानमा यो भिड कहिले देखिन त हौ। पर्सि श्रमबार हो, पर्सि श्रमबार ढुङ्गा बोक्नु आउने हो। के को लागि ढुङ्गा बोक्ने? देश बनाउनका लागि, देश बचाउनका लागि है। यो युवाको उपस्थिति श्रमदानमा पनि म हेर्न चाहन्छु। तपाईहरु आउने हो? त्यति मात्रै भन्न चाहे। तपाईहरुलाई थाहा छैन हैन, उनको स्वेटर भन्ने फिल्म कहिले आउँदैछ? एकदमै धेरै धेरै धन्यवाद तपाईहरुको यो सपोर्टको लागि, यो उपस्थितिको लागि। मैले उनको सेटर टिम सँगसँगै धरणीधर काफ्लेलाई पनि लिएर आएको छु। मलाई अस्तिदेखि फगाउन खोज्दै हुनुहुन्छ, जानु कि नजानु काफ्लेसँग? जानु कि नजानु? अलिक साह्रो भन्नुहोस् त, सुनेन। जानु कि नजानु रे? सो मच सबैलाई फेरि पनि यो साँझमा तपाईहरुको सहभागीले हामीलाई अझै यो साँझलाई अझै उज्यालो बनाएको छ। हामीले सपना देखेका थियौँ, त्यो सपनालाई बोकेर आज हामी करिब नजिक आउँदैछौँ। वैशाखको 26 उनको स्वेटर सबैले गएर हेरिदिनु होला र धेरै धेरै माया दिनु होला र रेस्पोन्स गर्नु होला।